पानीको स्प्रिङ्कल पनि हालेको छु। किन हालेको भन्दाखेरि चाहिँ दिउँसो काममा काम गरेको माटो अलिक तातिरहेछ अनि दसैँको दिन चाहिँ बाफेर तातिन्छ अहिले चाहिँ। सो त्यो माटो तातेकोले गर्दाखेरि कहिले खोर्सानीको बिरुवा जरा उहिलेर मर्छ भनेर चाहिँ मैले पानी हालेको माटो सेलो छोडेर यो पानी हालेको थोरै समयको लागि मात्रै हो। त्यो नै हेलो खाम्री सबैलाई फेरि पनि स्वागत छ र सेकेन्ड डे र हिजो मैले यो मलसनको हालिसकेको थिएँ अनि खोर्सानीको बिजन पनि आइसकेको छ 50-55 जन र धेरै त छैन थोरै मात्रै छ। trên búp non ca bố sông chính thổ bù trên la thân ca hò đô yum ba tên trên búp non ô đê nên đô hò đô thêm ba tơ đô re mi lu ca shi ba tado alu tumba tha kusum jing ho kusalen cho kusum jing ho kusalen cho मैले चाहिँ लस्सी पनि बिछाइसक्यो सरी बिछाएर अलिक साइजमा लाग्यो टेम्पररी यस्तो बनाएको छ कि मेरो कता डेटेडको क्लासमा हुन्छु सानी रोपेर सकेको होला साह्रो छ। Benito gong liare agun macam sa kemeli dong long shen kesali aketo depni tho हात बोल्दैछ अब जुगाड चाहिँ यसरी रहेछ हो सिजनले काट्यो भने खाने पनि liare agun macam sa kemeli dong dong shen kesali aketo depni tho enendo hodo temba tedore milika shiva tedo alu tumba tha kusum jing Salin cho kusum jing salin cho dan na yung tanong kayo ado tengka godomo ado tengka godomo हेलो मैले लगाइसकेको छु अन्त 56 बोट आएछ 56 बोट आएछ अझै रिमाइनिङ 10 बोट लगाउनुपर्छ। यहाँ खाली रहेको छ हेर्नुहोस् यहाँ खाली रहेको छ यो 10 बोट रहेको छ अब 10 बोट लिन जान्छु युरिया लगाउँछु अन्त सकेकै बराबर आउनु सक्यो मेरो। सो आजको हिजो आजको मेरो आफ्नो गाउँघरको काम गाउँ बस्तीको काम यस्तै हो गर्नैपर्छ र मेरो खोर्सानी रोपेको काम थियो सो सकेकै बराबर भयो बेलुकासम्म लाउनेछु। सो यसको लागि आफैलाई थ्याङ्क यू भन्नु नभएको हो। अनि विशेष गरी मेरो आजको यो ब्लग हिजो आजको ब्लग चाहिँ एकदमै टुङ्गिने छ। सो मेरो ब्लगलाई कृपया गरी म फेरि निवेदन गर्न चाहन्छु मेरो ब्लगलाई कृपया गरी तपाईँले हेरिदिनुहोस् अन्त सब्सक्राइब पनि गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस्। अब यस्तै हो गाउँघरमा त्यो राम्रोसँग बनाउनु सकिँदैन हो राम्रो भिडियो बनाउनु सकिँदैन अब दुःख सुख सानो हेर्नु ब्लग यस्तै खाले ब्लग तपाईँको छ हो अब तिमी त मनाकै हो सधैँ किनेर खानु पर्दैन
कतिको राम्रो निस्किन्छ हेरौँ अहिलेसम्मको यो अहिले पिन्जेलसम्मको भिडियो कतिको राम्रो भएको छ अब इमानिङ भएको अब बादमा चाहिँ कतिको राम्रो फल्छ सो त्यसलाई पनि म तपाईँको अगाडि म मेरो भिडियोमा हालिदिन्छु तपाईँहरूको लागि प्रतीक्षा सास्नु होला अनि जस यति भन्दै मेरो आजको ब्लगलाई राख्न चाहन्छु र सबैलाई फेरि पनि अर्को नयाँ भिडियोमा Từng trên bước non ca सबैलाई मेरो Ô भ्युर्सलाई chương trình thổ bù Trên la बिग्र साथीहरूलाई Thân ca họ đô Yum ba साथीहरूलाई सम्पूर्णलाई Trên bước मेरो यो non च्यानलबाट यो भिडियो बनाउन सबैलाई आजको लागि चाहिँ यतिमा भन्दै बिदा लिन चाहन्छु Adong